यो हो पोखराको करिब मध्यभागबाट बग्ने फिर्के खोला र फिर्के खोलामा डोजर चलेको छ। पोखरा महानगरपालिका वडा नम्बर 18 अँधेरी कुनाबाट सहरको मध्यभाग हुँदै बग्ने यो फिर्के खोलाकै बहाव क्षेत्रमा 160 वटा संरचना छन्। 8 किलोमिटर लामो यो खोला महानगरका वडा नम्बर 2, 18, 4, 5, 7, 8, 6 र 17 हुँदै फेवातालमा मिसिन्छ। यो खोलामाथि नै बनेका संरचनाहरू आज बिहान 10 बजेबाट भत्काउन सुरु गरिसकिएको छ। महानगरले गठन गरेको सीमाङ्कन टोलीले 2080 मा तयार पारेको प्रतिवेदनमा खोला घर मिचेर 160 अस्थायी र स्थायी संरचना बनेको देखाएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले 0 किमीमा पुगेर अतिक्रमण हटाउने अभियान सुरुवात गर्नुभएको हो। महानगरपालिकाले फिर्के खोलाको खोला घर खाली गर्न 35 दिने सूचना जारी गरिएकोमा शनिबार समय सीमा सकिएको छ। महानगरले पोखरा वडा नम्बर 2 र 18 को सिमाना अँधेरी कुना, पोखरा 4 र 5 को सिमाना फिर्के पुल, बुढा नीलकण्ठ मन्दिर र 0 किलोमिटर स्थित लायन्सको भवनबाट डोजर चलाउन सुरु गरेको छ। महानगरले पछिल्लो पटक जारी गरेको खोलाहरूको मापदण्डमा फिर्के खोलाको मापदण्ड 6 मिटर कायम गरिएको छ। Gods of Nepal for entertainment and information.